नमस्कार सम्पूर्ण दर्शक श्रोताबिनहरू शुभ बिहानी। आज नेपाली राष्ट्रिय टोपीको शुभकामनासँगै अङ्ग्रेजी नयाँ वर्ष 2026 को हार्दिक मङ्गल शुभकामना व्यक्त गर्दछौँ। आज हामी देशको तातो विषयलाई लिएर तातो गतिविधि अपडेट गर्दैछौँ। हामीसँग अतिथि हुनुहुन्छ डाक्टर इन्जिनियर विष्णुप्रसाद बराल, जो व्यक्ति नेपाल हिन्दू राष्ट्र पुनर्स्थापना मञ्चको अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष, भारत सरकार नीति आयोग टेक्निकलमा सल्लाहकार सदस्य, संयुक्त मानव अधिकार सङ्घमा सदस्य हुनुहुन्छ। उहाँसँग गतिविधि अपडेट गर्दैछौँ। नमस्कार डाक्टर साहब, स्वागत छ हजुरलाई हाम्रो युट्युब च्यानलमा। नमस्कार, ओम ब्रिङ बृहस्पतये नमः। डाक्टर साहब, राष्ट्रपाल नेता सोडिङ वाग्लेले अहिले सामाजिक सोसल मिडियामा आएर हिन्दू राष्ट्र संस्था चाहिनेले हाम्रो पार्टीबाट निस्किन भनेका छन्। यस विषयमा तपाईँको के धारणा छ? जो व्यक्तिले एमसीसी खारिज गर्न हाम्रो ठुलो हात छ, एमसीसीले हामीले ल्याएका हौँ र देशका सेना हटाएर देशमा अर्थतन्त्र सुध्रिने बताएका छन्। यस विषयमा तपाईँको धारणा छ? यो ठग पार्टी हो, पार्टीको नामै ठग हो, किन उसको संयोजकै ठग हो, सबै ठग छन्। त्यो उहाँले कहीँ नै सकेर उहाँ केही लुट्न पाउँछु भनेर त्यसमा ठग्न आएको, अनि उसलाई के त्यसलाई थाहा छ, त्यो त इसाई हो अलरेडी। अनि त्यसले त्यही भएर एमसीसी ल्याएर लादेर एमसीसी देशमा ल्याएर अनि देशको रेभिन्यू 25% एमसीसीलाई दिने, उसलाई अडिट गर्न नपाउने सङ्गीन यस्ता धाराहरू बनाएको छन्। त्यो धारामा सही गर्न लागेका छन् भने यिनले देशका हितमा यिनीहरूले काम गर्नेवाला त होइनन्। किन कहिले कहाँ कङ्ग्रेसमा झुन्डिएको छ, कहिले कहाँ झुन्डिएको छ, कहिले कहाँ झुन्डिएको छ, जहाँ चोर्न भयो त्यही हिँडेको छ। त्यो पार्टी ठगै हो, संयोजकै ठग हो। संयोजक ठग भएपछि पार्टी ठग हो। त्यही भएर त्यसको कुरा गर्न पाइँदैन। अनि अर्थतन्त्र आर्मीलाई निकालेर अर्थतन्त्र सुधार गर्ने बुद्धि नभएको, अर्थतन्त्र 20 लाख आर्मी भर्ती गरिन्छ, 1 करोडमा भर्ती गरिन्छ, भन्सार जिरो गरिन्छ। उहाँले सुन, कान खोलेर सुन, उहाँले तैँले तिमीलाई जस्ता बुद्धि कान खोलेर सुन, भन्सार जिरो गरिन्छ तर पनि देशमा अर्थतन्त्र ल्याइन्छ। 1 करोड विवाह प्रचलित गरिन्छ प्लान बजेटमा तर पनि देशमा अर्थतन्त्र ल्याइन्छ। दो बिघा जग्गा दिएर सिमानामा सुकुम बस्ती राखिन्छ तर पनि देशमा अर्थतन्त्र ल्याइन्छ। 20 लाख आर्मी राखिन्छ तर पनि देशमा अर्थतन्त्र ल्याइन्छ। 10 लाख पुलिस राखिन्छ तर पनि देशमा अर्थतन्त्र ल्याइन्छ। उहाँहरूले बुद्धि नभएका लुटा ठग पार्टीमा आएको त अनि हिन्दू राष्ट्रतन्त्रको बात गर्ने। हिन्दू त भाग त्यो जहाँ फिलिपिनको अवस्था इसाई फिलिपिनमा जा, यहाँ बस्ने अधिकार छैन। अनि हिन्दूको कुरा गर्ने यहाँ ल्याएर हिन्दू देशमा बस्ने, हिन्दूको खाने, हिन्दूको भोट लिने, अनि हिन्दूलाई भने नकार्ने तैँले फट्टा गाईको डाका दलाली गरेर आएको त यहाँ ठग पार्टीमा। डाक्टर साहब, अहिले सोसल मिडियामा भिडियो भाइरल छ कि डुप्लिकेट जेन्जी सुदन गुरुङ र बालेन शाहलाई उजुरी परेको छ तत्काल कारबाहीका लागि। यस विषयमा तपाईँको धारणा के छ? प्रश्न पारिदिनुहोस्, जनता जान्न चाहन्छन्। यो सही कुरा हो, उजुरी परेको छ। किनभने राजदरबार जलाए, यिनीहरूले सब गरे, घुसपिटिया ल्याए, तिब्बतीलाई नागरिकता बाँडे, सब कुछ गरेका छन्। त्यही भएर यिनीहरूले देशद्रोही काम गरेको हुनाले यिनीहरूपछि उजुरी पर्ने त स्वाभाविक हो, त्यो हुनसक्छ। डाक्टर साहब, अहिले देशमा तातो अपडेट समाचार छ कि प्रचण्डले यहाँभन्दा अगाडि जति पनि गतिविधि गरेका सबै छोडेर फेरि देशका लागि मलाई नयाँ प्रधानमन्त्री दिनुहोस्, 10 वर्षका लागि म देशलाई कायापलट गरिदिन्छु, म 10 वर्षसम्म देशलाई विश्वको सबभन्दा धनी देश बनाउँछु भनेका छन्। यस विषयमा तपाईँको धारणा के छ? प्रचण्डले सुन, कान खोलेर, तिमीले स्विजरल्यान्ड बनायौ, सिङ्गापुर बनायौ, सबैलाई सम्पत्ति बराबर बाँड्यौ, 2टा बिहा खुट्टा भाँती भन्यौ, त्यो पनि गर्यौ, तिमीले छोराले बिहा गर्यौ, अनि तिमीले सब सत्या गर्यौ। अनि बारे जनतालाई तिमीले के सोचेछौ? के सोचेको छौ जनतालाई? गधा, भेडा, बाख्रा। तिमी चुप्प लाएर जाऊ। अब धेरै नउफ्रिय, न तिमीसँग बुद्धि छ। तिमीले तिम्रो एक्सपर्टाइज के छ, तजुर्बा के छ? प्रचण्ड एउटा हत्या गर्ने तजुर्बा छ, लुट्ने र आफ्ना खानदान पाल्ने तजुर्बा छ, अनि त्यहाँबाट देशलाई बर्बाद गरेर छोरी नाति पलानी सबैलाई पदमा राख्ने तजुर्बा छ। अनि त्यो जनतालाई त केही गरेन अहिलेसम्म। अनि त्यसपछि मात्रै भएन, नारी बेच्यौ धुन्दाकालमा लगेर भारततिर रेड लाइनमा, त्यो तजुर्बा छ। अनि त्यहाँ मात्रै भएन, 17,000
लाई हत्या गर्यौ त्यो तजुर्बा छ। अनि तिमीसँग तजुर्बा के छ तिमीले? अनि आतङ्कवादमा नाम किनेका थियौ सबभन्दा, एमसिसी लागेर नाम हटायौ सूचीबाट, आतङ्कवादको लिस्टबाट। अनि तिमीसँग के तजुर्बा छ र देशमा बनाउँछौ? बनाउँदैनौ। बरु तिमीहरू सिधा जाऊ र जङ्गलमा तपस्या गर, ती लुटेका पैसा राष्ट्रियकरण गरिदेऊ, गरिबलाई देऊ, जसको खुट्टो भाँचेको छ जसलाई मार्यौ बिदुई बनाऊ, जसलाई रानी बनाऊ, कसैको सन्तान मास्यौ, एउटा छोरो भएको एउटा छोरो मार्यौ त्यसको सन्तान मास्यौ, तिनलाई देऊ न त्यो सम्पत्ति, काम लाग्छ। त्यही भएर फाल्टु नबोल, तजुर्बा जिरो। प्लान भनेको के हो? प्लान बजेट नन प्लान बजेट तिमीलाई पत्तो अत्तो छैन। त्यही भएर यो न टेक्निकल नो हाउ छ, न टेक्निकली फिजिबिलिटी भाइबिलिटी छ, न डिप्लोमेटिक डायलग गर्ने एकोर्डिङ टु द प्रोभिजन्स अफ द फरेन पोलिसी त्यो छ, केही इज्जत छैन। अनि बनाइदियो भने मुखले नबोल, ट्याटा नगर, बोल्न पायो भने नबोल। धेरै भयो, तिमीले अति गर्यौ, अत्याचार गर्यौ, बर्बाद गर्यौ, देश सत्यानाश गर्यौ, हिन्दू राष्ट्र सत्यानाश गर्यौ। अब तिमी झुडिएर मरे पनि हुन्छ आफै, जो तिमीले गरेका छौ। त्यही भएर नबोल, देशमा तिमी काम आउने कामै छैन। धन्यवाद डाक्टर साहब, आजको लागि सोसियल मिडियामा तातो अपडेटलाई प्रतिक्रिया हामीले जनचेतना जनतालाई सुझाव सल्लाह दिनुभएकोमा सम्पूर्ण दर्शक श्रोताबिनहरू यो अन्तर्वार्ता अन्त्यसम्म हेरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने पूर्ण आशामा छौँ। धन्यवाद, नमस्कार।